हेलो गाइज, गुड इभिनिङ, नमस्ते सबैजनालाई मेरो सानो मिनी ब्लगमा। अनि हामी आज शनिबार सधैँ चाहिँ माछा मार्नु गएको थियौँ। यो चाहिँ नडा हो। नडा भनेको मेरो ससुराली नजिक हो। मैले चारवटा रड लगेर गएको थिएँ। चारवटा रड हाने, अनि त्यहाँदेखि माछा थुप्रै पऱ्यो क्या। आज थुप्रै परेको थियो। अनि त्यहाँदेखि सुन्नु न, मेरो यहाँ ठुलो माछा परेको थियो। अनि सौरभ लिनु जान्छु भन्थ्यो। अनि म नजा फर्की, म यतै जान्छु भनेर त्यो गएन, फर्क्यो। यो भिडियोहरूमा सानो सानो देखिन्छ क्या, तर ठुल्ठुलो माछाहरू परिरहेको हुन्छ क्या। मेरो क्यामेरा छैन, मोबाइलबाटै गरेको भिडियोहरू हो। अनि मेरो युट्युब च्यानल पनि छ, टिकटकको बायोमा छ, सब्सक्राइब गरिदिनु होला सबैजनाले। अनि त्यहाँदेखि आज माछा चाहिँ टन्नै पारेको हो। हेर्नु, फ्लोटिङमा पनि परेको थियो। यो सानो देखिन्छ क्या यो, तर एक पाउँभन्दा बढीको छ क्या। ठुलो माछा भयो नि क्यामेरामा सानो देखिन्छ क्या। अनि घर आयो, अनि घर आउन आँट्दाखेरि चाहिँ घर आएपछि माछा देखाएको हेर्ने। घरमा कति यति ल्याएको, बाँड्दा यति आइपुग्यो है घरमा। थ्याङ्क यू।